चाहनाको कलमले प्रेमको पानामा भावनाका शब्दहरू कोरेर प्रेम पत्र तिम्रो नाममा पठाइदिए यो हावालाई। तिमी महसुस गर्नु त्यो शीतलता मेरो माया हो। तिमीले नदेखिने तिमीलाई आनन्दको अनुभूति दिलाउने अदृश्य स्पर्श तिमीलाई मेरो उपहार हो। तिमी यसरी सजाउनु मेरो उपहारलाई, जस्तो कि वसन्तलाई फुलको बहारले सजाए जस्तै, हिउँले हिमाललाई सजाए जस्तै, ताराले आकाशलाई सजाए जस्तै, पूर्णिमाले जुनलाई सजाए जस्तै। म आकाश हुँ, तिमी धरती, हाम्रा अन्तराल बीच रहेको यो हावा, पानी, यो बादल हाम्रा सपनाहरू हुन्। म चाहन्छु कि तिम्रो अँगालोमा हरदम बगिरहँ, तिमीलाई छोएर हर पल पहिरहँ, कहिले दुःख कहिले सुख, आशा अनि रोदनको प्रतिबिम्ब बनेर तिम्रो मन मस्तिष्कमा रहिरहन सकौँ, तिम्रो आत्मा बनेर, तिम्रो महात्मा बनेर, तिम्रो आत्मा बनेर, तिम्रो महात्मा बनेर।